खत्तम बनाएछ दाजुहरूलाई बिजोग बनाएछ। हिजो हामी यही जान आएको यो हो ती सुम्या पादन दहीको मासु त्यही पुरा है 3 जनाले नि त दाजु भाइ तर दिदी बहिनीहरू हामी चाहिँ उता पल्लो डाँडा घुम्न अब पल्लो डाँडा घुम्न जानु लागेको बाइकमा 3 जना भान्जा म दाजु हिँडेको ठाउँ त्यो उयो पल्लो डाँडा कि कुन डाँडा जान हामी त ओहो ल चल्नु भान्जा अरू चाहिँ बवाल रहेछ है झर्ने ठाउँमा त झर्नु न ए गोता पालामा त हाल्छ दामी रहेछ त नि है यतातिर त्यतिखेर तपाईँहरूको मजा हुन्थ्यो होला है त्यतिखेर खेल्नु चढ्दै हिलो यस्तो छ गाह्रो बनायो चढ्दै हामी चाहिँ लागिरहेको छौँ हुन्छ यस्तो छ नि त त्यही भएर अलिकति चिप्लो छ भरे फर्किँदा चाहिँ गाह्रो हुन्छ होला है यस्तो छ अनि चिप्ल्यो भन्दा सक्यो त आमा हिजो थुक्को पानी परिरहेको थियो डेन्जर गरेको पानीले गाह्रो बनायो आमा खेल्नु पर्ला जस्तो भयो नि हेर डह्रो बिगारेर छ नि खत्तम बनाइहालेछ नि ट्रक आउँदै रहेछ त ए आउँदो रहेछ बिर्साएको के गर्यो लो बाटै ब्लग हानिदिइरहेछ त नि ट्रकले पानी परेर बाटो खत्तम बनाएछ दाजुहरूलाई बिजोग बनाएछ नि हेर्नु न पुरै है बाटोको त्यो हिलोमा गर्नुको लागि चाहिँ माटो बेलचाले माटो हाल्दै हुनुहुन्छ केटाहरूले होइन हाल्दैछ बिजोग भयो नि त हाम्रो त अब हाम्रो बाइक यहाँ छ गिज्दै भयो जाम भयो बाटो जाम भयो भने उहाँदेखि फर्केको रहेछ उहाँ त्यस्तोदेखि फर्केको रहेछ गिज्दै बनाएछ फेरि फस्यो है गाह्रो बनायो फेरि फस्यो
पछाडि छिराले छाड्नु हो त हौ दाइले त लै पछाडिदेखि बाटो पनि छिराइ हाल्नु पऱ्यो बाटो चाहिँ खत्तमै छ क्या यतातिर हिजोको पानीले चाहिँ डेन्जर बनायो बाटो चाहिँ हुन्छ ओह्रालोमा बाटै खत्तम बनाएर कि हामीको डाँडादेखि पनि लाग्छ अगाडि दाइ जाँदै हुनुहुन्छ खत्तम बनाएछ कि हिजोको पानीले हेर्नु न यो बाटोहरू डेन्जर आबुए हामी यही जाँदा आएको यो सबै खाली डाँडाहरू मजाले पेलेकै नि पसल यो के भयो दाजु सेपमा ल दाजुभाइले कस्तो लागिरहेछ दाजु मौसमले पनि पुरै च्यालेन्ज हानिरहेछ नि त पुरै दाम यता यहाँ माथि डाँडामा यतातिर सिनहरू पनि दामी दामी छ नि त ल हामी चाहिँ जक्सनदेखि पनि छुट्टी मागिसकेर पनि लाग्दैछौँ यो मूर्ति सुङ्निमा पार्वहरूको मूर्तितिर यो देख्न सक्नुहुन्छ दाइ पुरा हुइले हान्नु हुँदैछ मजा भइरहेछ देउस आजको मौसमहरू यस्तो छ यहाँको है टक्कसँगले आमामा सही देखिरहेछ हौ भ्यू पनि हो साहिद धुप स्मृति पार्क उपभोक्ता निर्माण समितिहरू यहाँदेखि कति लाग्छ भन्छ जानु माथि नै हो आमामा कहाँ मर्किने रहेछ त सुम्निया पार्क तपाईँको माथि त्यही पुरा तिनजनाले नै यो सल्लाह आदि के भयो आमा टन्न रहेछ त भ्यू पनि सही रहेछ नि त है दाजु बराङ मूर्तितिर लाग्दैछौँ भान्जा अगाडि हुनुहुन्छ दाजु त्यहाँ बाइक साइड हुनुहुन्छ बगालै रहेछ है तिमीलाई
आउनु हुँदैछ भर्याङ चढ्नु कतिको फिल भइरहेको छ राम्रो रहेछ नि त भर्याङ पनि यतातिर चाहिँ सल्लाह गर्नु गर्नुभयो आग्रह सुन्नु भयो